अचेल सरकारी मान्छेहरू एउटै रटन लगाउँछन्। देश विकासको बाटोमा छ, हामी एक्सप्रेस वेमा छौँ। सुन्दा कति राम्रो लाग्छ, तर मलाई एउटा कुरा अचम्म लाग्छ। गाडी एक्सप्रेस वेमा हुर्किएको त छ, तर त्यसमा बस्ने हामी यात्रुहरूको अवस्था चाहिँ के छ? विकासको नाममा गति त बढ्यो, तर गाडीभित्रको इन्जिन तातेर यात्रुहरू निस्सासिएका छन्। देशको यो गतिले हामीलाई कहाँ पुर्याउँदैछ, त्यसको केही पाटा केलाउन खोज्दैछु। जरिवानाको खेल र गणेश नेपालीको घटना। सडक नियमको कुरा गर्दा अहिले धेरैले एउटा घटनाको चर्चा गरिरहेका छन्। गणेश नेपाली सुरुमा उनलाई 10,000 को जरिवाना काटिएको खबर आयो, अनि पछि त्यही जरिवाना 1,000 मा झारियो भन्ने सुन्नुमा आयो। मेरो सकेत बहिनी ए हो र अनि उसलाई बहिनी ऊ मेरो बहिनी ऊ ज्वाइँ के ऊ त भान्जी भने भयो हुन्छ अनुहार देखाइदिनु अनुहार मिल्दैन अलि यहाँ ऊ छ। हुन्छ भन्नु त्यसपछि उसलाई यता आइसकेपछि ऊ त अब ऊ पठा चलाउँदै यता जाँदै रहेछन् होइन। अनि त्यहाँ रोकेछन्। त्यहाँ रोके किन छन् भने केही खाएर जाउँ भन्ने भएछ उनलाई। हुँदाखेरि महानगरको पुलिस र हाम्रो ज्वाइँले बाइक राखे, त्यहाँ बाइक राखेर तल खजाना हिँडेछन् होइन। हिँडौँ भन्दै ऊ आएर हिँड्दै लाग्ला, सर म यहाँ बस्दैन गइजान्छु भनेछन्। भन्दा बित्तिकै आफू वहीँ चढेँ अरे। त्यो चट्टै ऊ आफूलाई त्यो त लग लगाएर हिँड्यो अरे। त्यो यहाँ हालेर चाहिँ त्यो चाबी चाहिँ त्यो महानगरको पुलिसले चाहिँ उसले हिँडिसकेपछि अनि उनले डिस्चार्ज गरेछन् दुईजनाले। ऊ चाबी खोज्ने, ऊ यतातिर थर्काइरहने। अनि यो थर्कायो धेरै भनेर अनि उसले 10,000 को चिट हानेछ। 10,000 को चिट हानिसकेपछि ऊ बेहोस भएको क्या। अब बालबच्चा त्यही पठाले कमाएर अलिअलि यही छोरी पालेका थिए, बहिनीलाई पालेका थिए होइन। अनि त्यो आफू पालिरहेको थिए, कोठाबाट तिरिरहेको थिए। त्यो तिर्न नसक्ने स्थिति बनिसकेपछि अब यो हुँदैन, यही त उसले सिधाइदियो 10,000 कहाँबाट ल्याएर तिरौँ भनेर उनले आत्मगलानी हो क्या। त्यो उनले आफैमा आत्मगलानी भएर उनले मर्नुको बाटो रोज्या हुन् क्या। अनि त्यो तेल निकाल्न चाहिँ कसरी सके त्यत्रो मान्छेको बिचमा? होइन तेल निकाल्न आफ्नो बाइकको खोले ट्याङ्की, अनि तल खोले, तलबाट अनि त्यो बोतलमा हारेछ है। अनि त्यही बेला त त्यो महानगरले पनि सोध्नु पर्थ्यो नि त, पुलिसले सोध्नु पर्थ्यो, उसले नगर भन्नु पर्यो। अनि झगडा गरिदिने एकछिन त्यो चिट काट्दा बित्तिकैमा त्यस्तो गर्नुपर्ने त कारणै थिएन नि। उनीहरूको केही थियो होला नि बाध्यता, त्यस्तो बनाउनु पर्ने उनीहरूको बाध्यता हो। त्यतिकै अब चिट 10,000 को चिट काट्दैन, अब आफै पेट्रोल खोलाउने त कुनै पनि गर्दैन नि त त्यस्तो त। उनीहरू त्यो बाध्यतै बनायो, त्यो चिट पेट्रोल खोलाउनु पर्ने उनीहरू बाध्यता बनायो। त्यो त्यतिकै त्यो गर्दै गरे होइन, त त्यस्तो त गर्दै गर्नुहुन्न। यो कस्तो नियम हो? 10,000 बाट 1,000 मा झार्नु भनेको के नियम वैज्ञानिक नभएर मनपरी भएको हो? जब जरिवानाको दर यसरी गडबड हुन्छ, तब त्यसले नियमप्रति भरोसा जगाउँदैन, बरु झन् अन्यल पैदा गर्छ। एउटा मान्छेले जरिवानाको डरले ज्यान फाल्नु पर्ने अवस्था किन आयो? नियम त मान्छेलाई सचेत गराउनु हुनु पर्थ्यो, तर जरिवानाको यो लुकमारीले त मान्छेलाई थप पीडा दियो। न्यू रोडको अवस्था हेर्नुहोस्। जब नगर प्रहरीको डन्डा चल्यो, सहर अलि सफा देखियो, तर प्रहरीको सक्रियता कम हुने बित्तिकै फेरि उस्तै छ। यसले के देखाउँछ भने सरकारसँग समस्या सुल्झाउने दीर्घकालीन योजना छैन। उनीहरूसँग केवल डन्डा छ। डन्डाले केही दिन तर्साउँछ, तर समस्याको जरो काट्दैन। हामीलाई नियम चाहिएको हो, तर यस्तो नियम जसले फुटपाथमा पसिना बगाउने मान्छेको पेट पनि देख्न सकोस्। सहर सफा हुनुपर्छ, तर मान्छेको रोजीरोटी खोसेर मात्रै सहर सफा हुन्छ र? अब कुरा गरौँ हाम्रो खल्तीको। सरकारको रिपोर्ट भन्छ महँगी नियन्त्रणमा छ, तर पसलमा जाँदा त नुन तेलदेखि तरकारीसम्मको भाउ आकाशिएको छ। सरकारको डाटामा इन्फ्लेक्सन कम होला, तर हाम्रो खल्तीमा पैसा खल्तीमा रहँदैन। धनीलाई करमा छुट दिने अनि गरिबीलाई किन्ने नुन तेलमा चाहिँ करको भार थप्ने, यो कस्तो नीति हो? विकासको गाडीमा त धनी र गरिब दुवै चढ्ने हो, तर गाडीको सिट चाहिँ धनीको लागि मात्र सुरक्षित देखिन्छ। के यो विकासको परिभाषा हो? सरकारको रिपोर्टमा त देश धनी देखिन्छ, तर हामी चाहिँ किन झन् गरिब हुँदैछौँ? मेरो एउटा प्रश्न छ, सरकार गति बढाउनुहोस्, मलाई कुनै आपत्ति छैन, तर गाडीको ब्रेक फेल भयो कि भएन भन्ने कुरा पनि त ख्याल गर्नुहोस् न। विकास भनेको बाटो चिल्लो हुनु मात्र होइन, बाटोमा हिँड्ने मान्छेको अनुहारमा खुसी देखिनु पनि हो। तपाईलाई के लाग्छ, यो गतिले हामी कतै दुर्घटनामा त पर्ने छैनौँ? तल कमेन्टमा आफ्नो विचार भन्नुहोस्। हस्त, धन्यवाद। जय नेपाल।
कहाँ जानुहुन्छ जानु किन भागेर आएको मान्छेले रोक्या थियो के अनि भने नमान्ने मिल्दैन भने त मैले के गर्नुहुन्छ भने किन भन्नुभयो के भन्नुभयो मिल्दैन भने त मैले मिल्दैन भने त मैले मिल्दैन किन भागेर आएको भने क्या लगाएको मेरो मोबाइल